आज हामी देवदह नगरपालिकामा स्थित गौतम बुद्ध पार्क अवलोकन गर्न जाँदैछौँ र त्यहाँ पुग्नको लागि के साधनहरूको व्यवस्था छ र हामी त्यहाँसम्म कसरी पुग्न सकिन्छ, त्यहाँभित्र के कुराहरू हामीहरूले हेर्न सक्छौँ, त्यो सबै कुराहरूको बारेमा यो भिडियो बनाइएको छ। देवदह नगरपालिकामा अवस्थित गौतम बुद्ध पार्क जानको लागि सर्वप्रथम खैरेनी चोकबाट उत्तरतिर लाग्ने। खैरेनीको चोकमै त्यहाँ अटोहरू लागिरहेका हुन्छन्। त्यहाँदेखि हामी गौतम बुद्ध पार्क भनी अटोमा नै गौतम बुद्ध पार्कसम्म पुग्न सकिन्छ। हामी आफ्नो निजी सवारीमा पनि गौतम बुद्ध पार्कसम्म पुग्न सक्छौँ। त्यहाँसम्म पुग्नको लागि बाटो पनि एकदमै फराकिलो र एकदमै सरल बनाइएको छ। र न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलदेखि अलिकति पश्चिम र फेरि उत्तरतिर लाग्ने। र हिँडेको केही समयमा नै हरिया बुट्टाहरू हेर्दै हरियो जङ्गल, अगाडि पहाडको दृश्य र निलो आकाशको मजा लिँदै हामी देवदहको एकदमै अद्भुत ठाउँ जुन गौतम बुद्ध पार्कको नामले चिनिएको छ, हामी त्यहाँ आइपुग्न लाग्यौँ। गेटबाट भित्र छिर्न साथ देखिएको रातो फुल र हरियो बोट बिरुवाले कसको मन नलोभिएला र। र यहाँको पार्कमा त रङ्गी बिरङ्गी कुर्सीहरूमा बस्ने व्यवस्था पनि गरिएको रहेछ।
यहाँ घुम्न आउने पर्यटकका लागि बाटोमा टाइलहरू पनि बिछाइएको रहेछ र फोहोर मैला नगरून् भनेर नै ठाउँ ठाउँमा डस्टबिनको राम्रो व्यवस्था रहेछ। र आज भएको हल्का बर्सातले यो दृश्य त झन् सुनमा सुगन्ध नि थपे जस्तो महसुस भएको थियो। हेर्दा हरियाली जता पनि, जसले गर्दा हाम्रो मन नै आनन्दित बनाइदिएको थियो। बालबालिकाका लागि भनेर यहाँ बाल उद्यान अर्थात् चिल्ड्रन्स पार्क पनि बनाइएको रहेछ। यहाँ त रमणीय दृश्य सँगसँगै आफ्ना बालबालिकाहरूलाई भुलाउनको लागि पनि आउन सकिँदो रहेछ। र यहाँ दुर्गा माताको मन्दिर पनि रहेको छ। यहाँ आउने पर्यटकहरूले दुर्गा माताको मन्दिरलाई दर्शन पनि गरेर पार्कभित्र आउने र जाने गर्दा रहेछन्। यो मन्दिर एकदम नै पुरानो रहेको पनि यहाँका बासिन्दाहरू बताउँदछन्। र यहाँ त ठाउँ ठाउँमा काठबाट कुदिएका मूर्तिहरू पनि राखिएको छ, जसलाई हामीले काष्ठकला पनि भन्ने गर्छौँ।
हामी चाहिँ अहिले कहाँनिर छौँ अरे प्रकाश सर? हामी यो चाहिँ देवदहमा रहेको चाहिँ काष्ठकला भनेर चिनिने गौतम बुद्ध उद्यानमा छौँ अहिले हामी। ए एकदमै राम्रो रहेछ कि यो ठाउँ है। राम्रो छ घुम्न। यो चाहिँ एकचोटि पिकनिक खानको लागि या केटाकेटीहरूलाई देखाउनको लागि चाहिँ एकदमै राम्रो रहेछ। ल ऊ त्यहाँ पनि एउटा हल्कले पुरा केटाकेटीहरूलाई हेर्न भुलाउने ठाउँ पनि असाध्यै राम्रो के त्यो। ल हेर्नु त, ल त्यहाँनिर हेर्नु त त्यस्तो कति राम्रो रहेछ। त्यो हल्कले पुरा केटाकेटीहरूलाई चाहिँ एकदम भुलाउने बाटो कि एउटा असाध्यै राम्रो होइन। यहाँ फोटो खिच्नको लागि पनि एकदम राम्रो ठाउँ बनाएर रहेछ। सेडहरू चाहिँ एकदमै धेरै रहेछ नि यसमा। यहाँ आएर सेड कम भयो भन्नु चाहिँ पर्दैन है। यहाँ चाहिँ एकदमै राम्रो। ल हरियाली पनि जताततै हरियाली 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 छ, एकदमै राम्रो। मौसम पनि यहाँ आएपछि के हो कि अटोमेटिकल्ली चेन्ज भयो जस्तो लाग्यो कि एकदम राम्रो। एकचोटि चाहिँ भिजिट गर्नै पर्ने ठाउँ छ है यो। ल प्रकाश अब यो ठाउँ त डुल्लियो होइन। अब एकचोटि हामी चाहिँ पुरा टिम भएर हजुर यहाँ सर्लक्कै एकचोटि हामी सब भिजिट आउनुपर्छ। हुन्छ हुन्छ है, एकदमै राम्रो। अनि यो भिडियो हेर्नुभएको मान्छेहरू पनि एकचोटि चाहिँ यहाँ पुग्नु होला कि आउनु होला। एकदमै राम्रो ठाउँ छ यो, यसलाई मिस गर्नै नहुने ठाउँ रहेछ यो। यो देवदहमा पुरै काठको मूर्ति, स्पेसली गौतम बुद्धको, त्यही भएर चाहिँ काष्ठकला भनिएको छ। र यहाँ चाहिँ मानिसहरू आएर खानको लागि, यहाँ चाहिँ पिकनिक मनाउनको लागि, यहाँ एकछिनलाई चाहिँ रिफ्रेसमेन्टको लागि पनि मान्छेहरू चाहिँ आउँदा रहेछ कि। हामी आउँदाखेरि पनि यहाँ लगभग म्याक्सिमम् सेडहरूमा हामी चाहिँ तल तल भयो, माथिपट्टिको सेडहरूमा एकदमै धेरै मान्छेहरू चाहिँ थिए। अब ल हामी पनि अब यो भिडियोलाई लगभग यहीँ अन्त्य गर्छौँ। र यो भिडियो हेर्ने सबैजनाले चाहिँ एकचोटि चाहिँ यो च्यानललाई लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला। अनि एकचोटि चाहिँ यो हाम्रो देवदहमा रहेको काष्ठकलामा चाहिँ अवश्य एकचोटि भिजिट गर्नु होला है त। हजुरहरूलाई यहाँ आएर रिग्रेट फिल चाहिँ हुन्न कि, त्यति आनन्दमय छ कि यो ठाउँ। ल हेर्नु न, हामी यहाँ अहिले ठ्याक्क गौतम बुद्धसँग एउटा फोटो पनि लियौँ। ल ल प्रकाश सर, ल र यति भन्दै हामी चाहिँ आज आफ्नो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ।